हेलो गाइस, नमस्ते। राज चाहिँ यहाँ घरमा चाहिँ गाउँमा मेरा गाउँमा चाहिँ यिनीहरू चाहिँ कागती पाकिरहेको रहेछ। यस्तो चाहिँ कागतीहरू यस्तो चाहिँ यहाँबाट चाहिँ आम्मा यसरी पाकिरहेको रहेछ। टिपेर यो चाहिँ पानीमा फिटेर खानुपर्छ। यसरी फलिरहेछ पुरा। यो चाहिँ सब्जीबारी यहाँ चाहिँ करेलाहरू सानो सानो रहेछ। यहाँ चाहिँ यसलाई के भन्छ, चिचिन्द्रा भन्छ हाम्रो चाहिँ। चिचिन्द्रा हो कि घेनौरा के भन्छौँ। यस्तो चाहिँ थुप्रो फलेछ। के यो तल पनि मैले उयो ताकता पनि यसरी बाँधेको छ। सानो सानो फल्दो रहेछ। यो सबै लगाइ आमा छ। यस्तो चाहिँ यो चाहिँ घेनौरा हाल्यो। घेनौरा धेरै लामो सानो सानो रहेछ। अलिक यो चाहिँ केले किराले खान्छ भनेर भनेको छ। यस्तो चाहिँ आम्मा करेलाहरू कुही पनि सकिन्छ। सानो सानो मात्रै रहेछ करेलाहरू त, पिस छैन अलिअलि। यो चाहिँ झिङ्गर्नीहरू, झिङ्गर्नी यस्तो झिङ्गर्नी राम्रो देख्दैन रहेछ कामले हेर्दा। र चिचिन्द्रा चाहिँ यहाँ छ। चिचिन्द्रा चाहिँ यसलाई भन्छ। चिचिन्द्रा यति लामो छ यहाँदेखि आधैसँग यो गुवाको रुखमा परिरहेछ। यो चाहिँ घेनौरा हो कि के हो, चिचिन्द्रै रहेछ यो पनि। यस्तो चाहिँ पानी आएर चाहिँ गाउँघरतिर यस्तो छ जिन्दगी चाहिँ। गाउँघरमा घाँस काट्नु आएको छ। यो एउटा घाँस चाहिँ यसलाई चाहिँ के भन्छ, पिठेको घाँस भन्छ। घाँस काट्नु आएको छ। यो एउटा घाँस चाहिँ यसलाई चाहिँ के भन्छ, पिठेको घाँस भन्छ। यस्तो छ भिलेजको लाइफ चाहिँ। घाँस काट्नु यति चाहिँ घाँस काट्यो। यहाँबाट सबै आउँछ आज कान्छ। यो चाहिँ हाम्रो बाछी यहाँ घाँस लिएर आएको देखेर चाहिँ कुदेर आउँदैछ। यो माथि गएर काटेर आएको जङ्गलमा। यस्तो चाहिँ गाउँको नजरहरू हेर्नुहोस्। जहाँ चाहिँ हरियाली छ, जङ्गलै जङ्गल, हावा पानी सबै स्वस्थ छ। मन पराएन यस्तो खान, भिडियो नबन भनेको साला खा। यो कान्छीलाई चाहिँ मन परे जस्तो लागेन है। यो घाँस चाहिँ मन परेन।
मन परेन भने यहाँ भन् त भिडियोमा यहाँ चाहिँ फ्रेस वाटर सोर्स यहाँ रहेर फ्रेस वाटर खाने यसको चाहिँ पानी चाहिँ यहाँबाट खान्छ अनि यो चाहिँ विन्टर समर ढुक्कै हुन्छ पानी यहाँ चाहिँ कन्टिन्यू यस्तो ठाउँ छ यो चाहिँ देवीथान भन्छ यस्तो छ यी ठाउँहरू जो चाहिँ हाम्रो गाउँमा यसको चाहिँ दिदी हो दिदी है यो चाहिँ बहिनी दिदी यस्तो छ गाउँमा जति गरे यसरी बोकाइनुपर्छ नजर यस्तो छ नजिक गर्छ अहिले चाहिँ पुरा कुहिरो लागेको छ क्लाउडी छ देवीथान अघिल्लाको घाँस चाहिँ त्यति खाएन रहेछ अहिले फेरि यहाँ मान्दैछ इन्जोय योर डिनर यस्तो छ टिटी